मेरो प्यारो सम्पूर्ण फेसबुक साथीभाइहरूलाई गुड मर्निङ छ, नमस्ते र सबैलाई दसैँको शुभकामना छ। र आज चाहिँ एउटा सानो भिडियो लिएर उपस्थित भइरहेको छु तपाईँहरूको माझमा। यो भिडियो चाहिँ एक्चुअली चाहिँ एकदम मन छुने हो। एक्चुअली आमा बाउहरू होइन कामहरू गर्ने आमाको दुःख बाउको दुःखहरू चाहिँ यसमा छ। र त्यो गर्दाखेरि दुःख त गर्दाखेरि नानीले नबुझ्दा चाहिँ कस्तो हुँदो रहेछ होइन आमा बाउको मन दसैँ तिहारमा। कसैलाई जस्तै हेर अब मलाई हेर जानु मन छ तर ड्युटीले गर्दाखेरि भएको छैन, तर जो चाहिँ जानु पाइरहेछ ऊ जानु मानेको छैन घरको अवस्थाले गरेर आमा बाउ यस्तो यस्तो होइन। र यो भिडियो अन्तसम्म हेर्नु होला र तपाईँलाई कस्तो के लाग्छ र भन्नु होला। ओके, राम्रो छ क्या चाहिँ। ओ बुढी, आज अब है नेपालीहरूको गोर्खाहरूको महान पर्व विजय दशमीको दिन पनि दुःखको कुरो रहेछ। घाँस लिएर अब फर्किँदैछौँ हो। अब एकछिन गएर अब टिका उठाएर है सङ्घारमा लाउनु पर्ने हुन्छ। र बिहान मात्रै छोरा बुहारीले फोन गरेको थियो, उनीहरू आउँदैन अरे, उनीहरू सिधै ससुराली जाने अरे हो। उनीहरू नाता नातिन लिएर सबै ससुराली जाने अरे। खै अब मैले भने नि अब आमाको दुःख पीडा बुझ्दैन आमा बाउले कसरी होइन। अब कमाइरहेछ, कमानको त्यो कम्ती है एउटा तलबले कसरी घर चलाइरहेछ है। अब त्यो पनि ठिकै त या मरौ कस्तो परिरहेको हुन्छ समाजमा। समाजको रेटदेखि लिएर हरेक कुरो बिजुलीको बिलदेखि सबै कुरो तिर्नुपर्छ र त्यो कुरोहरू बुझ्दैन। अब घर पो राम्रो छैन भन्छ हो, आमा बाउ खालि घाँस मात्रै काट्छ के आउनु भनेर। अब पहिला त राम्रो थियो छोरा, जब बिहा गर्यो खै के भयो अब नआउने भन्दैछ आज। र पनि हाँसेर कस्तो मजाले के आउँछ छोरी झन् के कथा छ। लास्टमा त त्यही रहेछ, बुढाबुढी मात्रै रहेछौँ हामी यसो गफ गर्दै हेर। यी घाँसको बारी हो, दुध बारी होइन, यिनीहरूकै लागि दुःख गरेको। हाम्रो लाग्यो भने त नि गएर यसो अनाथ आश्रमतिर गएर बस्नु पनि सकिन्छ। वृद्ध आश्रम, अनाथ आश्रम होइन, सरी वृद्ध आश्रममा है। अब हामी बोल्नु पनि जान्दैन किनकि हामी पढेको छैन नि त, अब पढ्नु पाएन। त्यो पनि ठिकै कुरा हो। वृद्ध आश्रमतिर गएर पनि बस्नु सकिन्छ बुढाबुढी होइन। र पनि अब हेर बुझिदिँदैन, नआउने अरे, उता ससुरालीमा लाउने अरे। अब त्यो खालको स्थिति आएको छ। जे होस् घरमा अब टिका अब त्यहाँ सङ्घारमा टिका लगाएर चाहिँ अब हामी अब जे पनि भयो बुढाबुढी जानुपर्छ दुईजना होइन। अब एक दुई घर जाउँ र यस्तै छ क्या। अन्त कस्तो के गर्नु अब तिमी चाहिँ के खाएको नबुझ्दा जस्तो बेला आमा बाउको मन ढुङ्गा, छोराछोरी माथि छोराछोरीको मन ढुङ्गा माथि भन्छ नि। पहिला त राम्रो लाग्थ्यो, अब आउँदैन अरे कोही पनि अब रियल कुरा फ्याक्ट। र अहिले चाहिँ अब कस्तो हुनुपर्दछ अहिलेको है बाउ आमा भनेपछि मोडर्न हुनु पऱ्यो। मोडर्न भनेपछि है रवाफ देखाउने है, घरद्वार राम्रो चाटाकचिटिक बनिएको है, स्ट्यान्डर्ड बनिएको। यस्तो दुःख गरेको मन पराउँदैन। धुवामा पकाएको खानेकुरा खाँदैन अहिलेकोहरूले, बुझ्यौ। धुवामा पकाएकोहरू खाँदैन उनीहरूलाई एकदम मोडुलर किचन चाहिन्छ। उनीहरूलाई घरभित्रै के अरे टोइलेट भएको चाहिन्छ। पहिला हाम्रो पालामा त है, हाम्रो बा आमाहरूको पालामा त हामीले त जुत्ता लाएर पनि भित्र पस्नु दिन्थेन। एकदमै खाना दिसा पिसाब गरेपछि नुहाइधुवाइ गर्नु लाउँथ्यो, एकदम हात खुट्टा मजाले धोएर मात्रै पस्नु। अहिले अब घरदेखि एकदम पाइखाना टाढोमा हुन्थ्यो, तर अहिले चाहिँ अब युग परिवर्तन घरभित्रै हुन्छ है। अब भित्र किचनमा चप्पल जुत्तासँगै पसेर काम गरिरहेको। अब त्यो खालको किचन चाहियो अरे, त्यो खालको घर चाहियो। अब कोठै पछि है बाथरुम टोइलेटको सुविधा चाहियो। अब हाम्रोमा त हैसियत छैन, किन हामी त कमनमा हिँड्ने कुल्ली हो। यो कुरो चाहिँ बुझ्नुपर्छ हो कि होइन, हो कि होइन। हामी त रासिनको चामल खाने मान्छे हो, हामीलाई पनि त्यसरी हुर्काएर हामी यतिको बुझकी भएको। हामी कसैलाई दुःख दिएनौँ। नानीहरू कसरी हुर्काउनु पर्ने, कसरी पढाउनु पर्ने, कसरी संस्कार दिनुपर्ने, त्यो कुरा हामी जम्मै जानेर आयौँ। अब अहिलेकोहरू हेर त कस्तो तडक भडक भएर हिँड्छ। अब नानीहरू छोडेको थाहा पनि पाउँदैन आफ्नो आमाहरूले, हराएको। अब आमाहरू एकातिर भुलिन्छ नानी कहाँ छोडी पठाएको।
घटनाहरू त अब देखिरहेको छौँ यस्तो दुःख गरेर हुर्कायो आज नआउने टिकाको दिन ठिकै छ त्यो पनि उनीहरूको खुसी हाम्रो खुसी हो बास अब सायद जुन दिन चाहिँ अब तिम्रो र मेरो है घरबाट लास निस्किन्छ त्यो दिन चाहिँ आउँछ होला म त त्यो दिन पनि नआओस् भन्छु म अगाडि मरेँ भने चाहिँ तिमीले नै मेरो दाह संस्कार गरिदेऊ तिमी अगाडि मऱ्यौ भने म दाह संस्कार गर्छु कसैको आश राख्दिनँ किनकि संसार अहिले स्वार्थी भएको छ बुझ्यौ अहिले स्वार्थी भएको छ त्यो पनि बातमा है गफ गरौँला बुढी र हजुरहरूको है लाई विजय दशमीको शुभकामना किरण 90s को तर्फबाट तपाईँको घरमा सुख समृद्धि छाओस् आज तपाईँको घरमा टिका लाउनेहरू मान्यजनहरू थुप्रोजना आउँछ तपाईँहरूमा र एकदमै है टिका लगाइदिनुहोस् र तपाईँहरू मदपान धुम्रपानदेखि टाढो बस्नुहोस् र घरलाई शान्ति र झुप्पडी छ भने पनि त्यसलाई शान्ति र संस्कारसँगै राख्नुहोस् त्योभन्दा ठुलो स्वर्गहरू केही पनि हुँदैन दामी विजय यो चाहिँ राम्रो लाग्यो होइन शुभकामना होइन बुढी आजकलको केटाकेटी नानीहरूले त्यसै भुल्यो क्या आमा बाउहरू अलिक गभर्मेन्ट जबहरू भएको ठिकै छ तर बगान जस्तो जग्गामा बसेर चियापत्ती तोडेर दिनभरिमा 300 रुपियाँ कमाएर नानी पालिरहेको छ पढाइरहेको छ स्ट्यान्डर्ड क्लास स्कुलमा पढाइरहेछ र पनि नानीहरूले बुझ्दैन भने चाहिँ त्यो चाहिँ गल्ती कसको भन्नु होइन सोखमा हिँड्ने सोख अरूको हाइमा हिँड्ने होइन नि त आफ्नो आमा बाउको दुःखलाई बुझेर हिँड्नेलाई चाहिँ छोराछोरी भनिदिन्छ नि जब तिमीलाई दुःख गरेर हुर्कायो भने बादमा त्यो आमाको सहारा होस् भन्ने इच्छा हुन्छ क्या यसरी होइन नि त म सास कुरो भन्छु कमानमा हिँड्ने नानीहरू केटाकेटीहरूलाई चाहिँ होइन जो चाहिँ आमा बाउहरू कमानमा हिँड्छ दुःख गरेर हिँड्छ त्यो दुःख चाहिँ बुझ्नुपर्छ क्या बुझेन भने चाहिँ लास्टमा तिमीलाई पनि त्यस्तै गर्ने एउटा निक्लिन्छ र कोही कसो हो भिडियो ल्याएर र सबैको दसैँ चाहिँ राम्रो होस् र मेरो पनि दसैँ चाहिँ आज गाडीमै छ ड्युटीमै छु र म पनि चाँडै घर जाने कोसिस गर्दैछु यो ट्रिप सकेर र सिउ कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला सबै ठिक होला शुभ ह्याप्पी दशहरा